बाजेलाई देखाइदिनु पर्यो नि यार गरम यहाँ। ल अब यो ढुङ्गा ट्राई गर्ने हो। यो सर्लक्क डिल फालेर बाजेले फेरि यहाँ ढुङ्गा छ कि ढुङ्गा छ यहाँ हेर्नु भनेछ। अब नहेरेर पनि भने यताउता गाह्रो साह्रो लाउने ढुङ्गा आए पनि ठिक छ। अनि उपलतिर अनि यो ढुङ्गा फेरि बाटो खन्नेहरूले फोरेर छोडेको ढुङ्गा छ। कहाँ आउँछ र? हिजो नि हानेको यो ढुङ्गा हो के अरे। बाजेले भनेको यसो हेरौँ निस्किने जस्तो भने यही पनि हान्ने। यो पनि हान्न त यसो गाह्रो साह्रो लाउने ढुङ्गा आए पनि ठिक छ। अर्को बाजेले भनेको भेट्टामा छ ढुङ्गा भन्दै गरे कान्लामा। यो होला सायद यो होला के यो ठुलो छ ढुङ्गा। यो ढुङ्गा ठुलो छ। अब योलाई खोतल पातल गरेर यसो ट्राई गर्ने यो पनि आउन सक्छ। यो पनि हुन्छ होला ढुङ्गा त। अर्को यतातिर बारीमा ढुङ्गा छैन होला मेरो विचारमा। यो ऊ पनि रहेछ। अब यतातिर ढुङ्गा छैन बारी। यही हो के अरे हाम्रो जेमेरेको डिल घर यही हो के अरे। अर्को ढुङ्गा छैन यहाँ। यता माथितिर छैन। यता माथि छैन उपल्लो घरमा। तल्लो घरमा यस्तो छ घाँस सास काट्ने अब हुन्छ। सबै अल्छी कहाँबाट घाँस काटोस्। यो पानी खन्नेहरूले यहाँ खने रहेछ। यो पानीको उसको लागि खनेको खान्छ सिँचाइको लागि। अब यही ढुङ्गा पनि खतल पातल गरेर ट्राई गर्ने। यो ढुङ्गा भनेको बाजेले पक्कै पनि यही हो। योलाई चाहिँ नि खोतल पातल गर्ने ठिक छ। अब यो फोर्ने यहाँनिरको ढुङ्गा यो खोतल पातल गरेर ढुङ्गा हेर्ने हो। यो केराको जराको भन्ने हो यो नि। यहाँ थियो कि केरा। यही हो कि बाजेले केराको जरा भन्थे त्यही होला। यो बाटो सजेको छ के अलि माथि कुनामा अलिकति 12-15 मिटर जति 15-20 मिटर जति सजे छैन त्यो सक्ने हो। हाम्रो चौताराको प्लानिङ यो ढुङ्गा नि छ के यो ढुङ्गालाई नचलाउने। योलाई नचलाउने यो यहीँ ठिक छ। चौतारा चाहिँ उपल्लो घरको यहाँ हो। 4 हात 6 हात कुनातिर 4 हात पछाडि सर्लक्क बनाएर योलाई निकालेर यहाँ मिलाउने हो।
सर्लक्क गर्ने यो बाटो भएको रे। हजुर हजुर हो टुप्पामा बनाउने बाजे। यो बाटो बनाउनेले फोरेकै ढुङ्गा जति सबै भयोभरको सबै ढुङ्गा फोरेर बाटोमा हालिएछ। अनि कहाँबाट पाउँछ यो बाँस पनि? ए कसले काटेछ के गरेछ केही थाहा छैन। भित्रभित्र सबै काट्दै निकाल्न सक्ने छेउछेउबाट काटे पो हुन्छ। काटेछ त्यही ढलेछ, काटेछ ढलेछ, यस्तै छ। यहाँ बाँस यहाँ केराको जराको खन्दैछौँ गरे, त्यही पनि निस्क्यो भने ठिक छ। घाँस काट्ने बाजे त्यहाँ घाँस काट्न आएको? के घन त मैले यहाँ ल्याएको छु त अघि। पक्का पक्का म दिन्छु। यहाँ छ ठिक्कको घनी। ल यही फोड्दैछौँ आजलाई है बाजे। ल हाल्यो कि यो माथितिर। भन्जरले यहाँ बाल लाउनु छोडेर रहेछु नि, पोरीबाट छोडेर रहेछु कि हो यो हो। गयो कि बल्ल। ए माथि फाले।
बाजेले भनेको केराको जरा भन्ने ढुङ्गा यो के बाजे अलि जाला जस्तो छैन, छ पनि आउला जस्तो भएन यो ढुङ्गा। माथिको यो पापरो फालेर तलको आए मात्रै हो। यो अलि हान्न अप्ठ्यारो भयो कि यो ढुङ्गा 1300 बसेको चाहिँ ड्याम ड्याम हान्न हुन्थ्यो के अरे। बाटो बनाउनेले फोडिसक्थ्यो, यो अप्ठ्यारो भएर छोडेको तिनीहरूले। उड्नु र तपाईहरु के हो, घन्टी हो कि के हो? होलो होलो गएर हेर्यौ अनि त्यही हलोमा कन्टिन्यू गर्ने भन्यौ? किन? ए भेना त्यो हेरेको के, अब त्यो आउँछ कि जस्तो देखियो कि बरु ढुङ्गा मोटेला त्यो 3 महिनाको भाले भन्छ अनि त्यो कलिलोलाई के गर्ने? बाबा सावलले ताना अब हिजो थम्बनले फेरि 2500 भयो मेरो भाले लैजाऊ भन्दै थियो। थम्बनले छोरीलाई लैदिने काठमाडौँ भन्दै थियो। आम्मा यहाँबाट के को काठमाडौँ भाले बोकेर जान्छ भनेको होइन। त्यहाँ त म तपाईँको घरमा त आएकै छैन नि त। उता त्यो थम्बनले भनेको थम्बनको घर के ठुलो रहेछ कि ढुङ्गा। आमा वहाँदेखि यहाँसम्म छ नि जाने खालको ढुङ्गा हुनु पर्यो कि। हेर न अब एकछिन यसलाई ट्राई गर्ने भएन भने त्यहाँ जाने बरु। हान्ने उनी भएन कि नभए त्यो उदनमलाई नभए
हान न कहाँ जाने त कहाँ खाने फेरि होइन यो बनाए त त्यो गाह्रो लाउने त ढिलो चाँडो जहिले लगाइदिने भयो यो भाँजोलाई केही फरक पर्दैन कि त्यही त नि यो नि चिरिन्छ यता केटा यो नि चिरिन्छ बल्छरे टाइटको आउँछ यो चाहिँ यसले फाल्नु पर्छ यो ससेको माथि ढुङ्गा फरेको मान्छेहरु भने यो माथिको डिल ओदारेर यताति टाउको निकालेर यसरी हाना यत्रो जना छौ त वहाँ सारी न रङ्गे घाममा डुल्नु भन्दा होइमा सबै मिलेर अहिले एउटाले फालेर खनेर फाल्ने यति एउटाले खनेर फाल्ने ल यत्रो ठुलो ढुङ्गा बाजेले ठुलो छ भन्थे ठुलो त ठुलै रहेछ तर यहाँ हान्दैछौँ ऊ डिल त्यत्रो डिल फालेर खनेर फाल्यो यत्रो डिल खनेर फाल्यो यत्रो माटो फाल्यो ढुङ्गाहरू पन्छाइयो अब भएन भने फेरि अझै माथिबाट खनेर फालेर फेरि माथिबाट हान्ने गर्नु पर्यो अब यसलाई फाल्यो गयो उहीँसम्म कान्छ अब तल योलाई तल सोतै गरेर नि अब यो माथिबाट हान्ने छ भन्छ ऊ यहाँ यतापट्टि ल अब यो डिल भत्काएर यता ढुङ्गा निकाल्दैछु बाजे अब तपाईँले भनेअनुसार चाहिँ यो ढुङ्गा अलिकति फरियो अलिकति ढुङ्गा फरियो अनि यो डिल भत्काएर यसको टुप्पो ढुङ्गाको टुप्पो माथितिर भेला पारेर बल्ल माथिबाट हाल्न मिल्दो रहेछ तलबाट अप्ठ्यारो भयो अनि माथि टुप्पो निकालेर बल्ल हान्ने ल खन्दैछौँ यहाँ